हेलो नमस्ते नमस्कार सपना साथीहरू फेरि तपाईहरुको सामने प्रस्तुत भएको छु न्यू भिडियो लिएर कि सिम्पल मेथड मैट्रिक गुणा ट्रिक। यो पहिलो रह्यो हाम्रो पहिलो क्वेशन 12 × 18। यसलाई कसरी गर्ने त पहिला यो 1 × 2 गुणा गर्यो त हाम्रो कितना भयो 2 नै भइहाल्छ भयो। अनि 8 लाई 2 मा गुणा यो 8 लाई 2 मा गुणा गर्ने यो 2 लाई गुणा गर्ने त 2 × 8 गुणा गरेपछि 16 भयो के 16 भयो। यो 2 र 16 यो हाम्रो आन्सर भयो 216। अब त्यस्तै यो हामी अर्को प्रश्न गर्ने छौं। पहिला 2 × 3 गरिदिने यसलाई यो 2 × 3 मा गुणा गरिदिने 3 दुना 6 भइहाल्छ। त्यसपछि 7 र 3 मा गुणा गर्ने 7 र 3 मा गुणा गर्ने त 7 × 21 3 × 7 21 भयो र 6 र यो 21 लेखिदिनु हाम्रो आन्सर भयो 621 यसको। त्यस्तै साथीहरु अब तेस्रो प्रश्न 3 यो 3 × 4 गरिदिनु त भइहाल्छ हाम्रो 12 भइहाल्छन्। त्यसपछि 4 मा र यो 6 मा मल्टिप्लाई गर्ने त 4 × 6 त हाम्रो 24 भइहाल्छ के 24 भइहाल्छन्। 12 र 24 भयो हाम्रो 34 × 36 हाम्रो 1224 यसको आन्सर भयो। ल साथीहरु हामीहरु यसलाई पनि बनायौ र यसलाई पनि बनायौ। त्यसैले यो चौथो क्वेशन तपाईहरु कमेन्ट बक्समा भन्नु होला र यो भिडियो तपाईलाई कस्तो लाग्यो भने कमेन्ट लाइक सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद फेरि मिल्ने छु अर्को भिडियोमा। नमस्कार सपनामा।